नमस्कार, तपाईँलाई दीपक ओली अफिसियल युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। नेपालमा अहिले आजको दिनको ताजा समाचार लिएर तपाईँहरूको माझमा अहिले म समाचार प्रस्तुत गर्दैछु। कृपया दीपक ओली अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोला। नेपालका केही ताजा समाचारहरू आज मैले लिएर आएको छु। नेपाल पुरुष भलिबल टिम आज मालदिभ्स भलिबल टिम सङ्घर्ष गर्दैछ। बङ्गलादेशको राजधानी ढाकामा चलिरहेको काभा पुरुष कप भलिबल प्रतियोगितामा खेल आज साँझ 3 बजे सुरु हुनेछ। विश्लेषण: यो खेल नेपालका लागि अवसर जित हासिल गर्न र दर्शकहरूमाझ सकारात्मक सन्देश दिन, समूह स्तरमा राम्रो प्रदर्शन भएमा आगामी प्रतियोगिताका लागि मनोबल बढ्नेछ। आज देशभरका मौसम सामान्य हुन पुगेको छ। जल तथा मौसम विभागका अनुसार कुनै ठुलो मौसम प्रणालीले नेपाललाई प्रभावित गरिरहेको छैन। सूचना आज बाहिर कार्यक्रम गर्ने, घुम्ने वा यात्रा योजना बनाउनेको लागि उपयुक्त दिन हो तर उच्च हिमाली पहाडी भूभागमा भने साना वर्षा वा हिमपातको सम्भावना भने हालेको देखिन्छ। आजको धार्मिक सांस्कृतिक समाचारमा आज देशभर हिन्दू समुदायले भाइटिका पर्व मनाउँदैछ। भाइटिका तिहारका अन्तिम दिन हो जहाँ दाजुभाइले बहिनी वा दिदीबहिनीलाई टिका लगाइरहेको छन्। शुभ साइत आज बिहान 11:29 रहेको छ।